रामाय रामभद्राय रामचन्द्राय वेधसे रघुनाथाय नाथाय सीताय पतये नमः। यतिपतिपदभृङ्गं कौशिकाब्धिसचन्द्रं सठरिपुमतसक्तं वादिसिंहार्यभक्तं कमलनयनमार्या नन्तवर्यैकशिष्यं सकलबुधवरिष्ठं योगिराजं भजामि। श्रीमद्त्रिकुलोद्भवं हरिपितुस्सेवारतं सर्वदा श्रीरामानुजयोगिराजचरणा सक्तं द्विजेन्द्रं बुधं राधाकुब्जसमुद्भवं गुणगणैर्युक्तं सदाचारिणं श्रीमन्तम् अनिरुद्धसंज्ञकगुरुं भक्त्या भजे सादरम्। जय जय श्रीमन्नारायण श्री हरि शरणम। परम मंगलमय परात्पर अखिलेश्वर अकारण करुणा वरुणालय भगवान लक्ष्मी नारायण का अहितो की कृपा द्वारा समादरणीय सज्जन महानुभावहरू हामीहरू हरेक 15-15 दिनमा यो एकादशी को तिथि को दिन भगवान श्री हरि को स्मरण गर्दै उहाँको कीर्तन गाउँदै अनि महात्म्यलाई सुनेर व्रत बसिरहेका छौं। आजभन्दा ठिक 15 दिन अगाडि हामीहरूले आषाढ महिनाको शुक्ल पक्षको एकादशी को महिमालाई सुन्यौं, जहाँबाट हामीहरूले चौमासा व्रतलाई प्रारम्भ गर्यौं। भगवान 4 महिनालाई शयन गर्नुहुन्छ भन्ने पनि सुन्यौं, चौमासाको अवधिमा के गर्नुपर्छ भन्ने पनि सुनेका छौं। अब आज श्रावण महिनाको कृष्ण पक्षको एकादशीको तिथि हो र श्रावण महिनाको एकादशीको तिथिमा के गर्नुपर्दछ त आउनुहोस् उनै भगवानका सुकोमल श्री चरणमा नमन गर्दै हामी यो प्रसङ्गलाई सुन्छौं। अब एकादशीको यो महिमालाई युधिष्ठिरजीले सोध्दै हुनुहुन्छ। आषाढ शुक्ल पक्षे तु यद्देव शयन व्रतं यन्मया श्रुत पूर्वं हि पुराणे बहुविस्तरं श्रावणे कृष्ण पक्षे तु किं नाम एकादशी भवेत् एतत् कथय गोविन्द वासुदेव नमोस्तुते। अब श्रावण महिनाको कृष्ण पक्षको यो एकादशीको महिमालाई बताउँदै हुनुहुन्छ। आषाढ महिनाको शुक्ल पक्षमा जो देवशयनी एकादशीको कथालाई हजुरले सुनाउनु भयो त्यो सुने मैले। अब श्रावण महिनाको कृष्ण पक्षमा के नामको एकादशी हुन्छन् हे गोविन्द हे वासुदेव यसका बारेमा भन्नुहोस्, हजुरलाई म नमन गर्दछु। भयो हे राजन श्रेणु राजन प्रवक्ष्यामि व्रतं पाप प्रणाशनम नारदाय पुरा राजन पृच्छते च पितामह। जब पितामह ब्रह्मालाई नारदजीले सोध्नु भएको थियो त्यो बेलामा जे बताउनु भयो त्यो म हजुरलाई सुनाउँदै छु। आउनुहोस् हामी जान्दै छौं। ब्रह्माले त्यतिखेर नारदलाई यस्तो बताउनु भएको थियो कि हे पृथ्वी पालक त्यो तिमीलाई म जस्ताको तस्तै सुनाउँदै छु। नारदले भन्नुभयो हे कमलासन हे भगवान हे तपाईसित म कहिले पनि केही सोध्न अब जहिले केही शंका भए हजुरलाई सोध्दछु। हे परमपिता ब्रह्माजी म हजुरलाई आज पनि केही सोध्न चाहन्छु। के सोध्छौ त भन्दा अब सोध्दै हुनुहुन्छ श्रावणस्य सिते पक्षे किम नाम एकादशी भवेत्। श्रावण महिनाको कृष्ण पक्षमा कुन नाम गरेको एकादशी हुन्छन्, त्यसको देवता कुन हो, विधि के हो, कुन पुण्य हो भन्नुहोस्। तो ब्रह्माजी भन्नुहुन्छ श्रेणु नारद ते वच्मि लोकानां हितकाम्यया श्रावणैकादशी कृष्ण कामिकेति च नामतः। संसारका जनताको कल्याण होस् भन्ने नारदले हे नारद हे यो इच्छाले हे नारद त्यो सब कुरा म तिमीलाई बताउँदैछु। श्रावणको कृष्ण पक्षको एकादशीको नाम कामिका एकादशी हो र त्यस एकादशीको कथा मात्र सुन्ने पनि वाजपेय यज्ञ गरेको फल प्राप्त हुन्छ। त्यस एकादशीमा शंख चक्र गदाधारी भगवानको पूजा गर्नुपर्दछ। त्यस एकादशीमा श्रीधर नामले प्रसिद्ध हरि विष्णु माधव मधुसूदन भगवानको जो जन भक्तिपूर्वक पूजा गर्दछ ध्यान गर्दछ त्यस पुण्यको फल कस्तो हुन्छ सुन। त्यस दिन विष्णु भगवानको पूजा गर्नाले जो पुण्य फल प्राप्त हुन्छ त्यस्तो त्यो फल त काशी वा कहीं गंगामा या नैमिसारण्यमा अथवा पुष्करमा नै नुहाउनाले नै प्राप्त हुन्छ भन्नुहुन्छ। अर्थात्
एकादशीको कामिका एकादशीको व्रत गर्नाले काशीमा पुष्करमा प्रयागमा स्नान गरेको भन्दा पनि अधिक फल प्राप्त हुन सक्दो रहेछ। त्यस्तै अगाडि निवेदन गर्नुहुन्छ केदारे च कुरुक्षेत्रे राहुग्रस्ते दिवाकरे। सूर्य ग्रहण लागेका बेलामा केदारमा वा कुरुक्षेत्रमा नुहाउनाले त्यो फल प्राप्त हुन सक्दैन जुन पुण्यफल श्रावणमा एकादशीको व्रत गर्नाले हुन्छ। सागर र वन समेतको भूमिमा जो दान गर्दछ तथा सिंह राशिमा गुरु हुँदा जो जन गोदावरीमा नुहाउँछ अथवा व्यतिपात योगमा जो गण्डकी नुहाउँछ त्यस्तोले पनि त्यति ठुलो पुण्य फल पाउन सक्दैन जुन पुण्य फल श्रावण कृष्णको एकादशीमा कृष्णको पूजा गर्नाले प्राप्त हुन्छ। तिथि पर्व र योगमा त्यस ठाउँमा नुहाउनाले र कामिका एकादशीको व्रत गर्ने यी दुवैले उत्तिकै फल पाउँछन् भनिएको छ। प्रसूयमानां यो धेनुं दद्यात् सोपस्करां नरः तत्फलं समवाप्नोति कामिका व्रतकारकः। के भन्नुहुन्छ? ब्याउन लागेकी दुईमुखी गाई अर्थात् एकापट्टिबाट बाछो जन्मिँदै गरेको र यतापट्टिबाट गाईको आफ्नो मुख, यसलाई दोमुखा गाई भनिन्छ। यस्तो गाईलाई दान गर्दाखेरि पनि जो फल मिल्छ त्यो केवल एकादशीकै फल व्रत गर्नाले मिल्छ। श्रावणे श्रीधरं देवं पूजयेद् यो नरोत्तमः तेनैव पूजिता देवा गन्धर्वो रगपन्नगा। जो उत्तम जन श्रावणमा श्रीधर भगवानलाई पूजा गर्दछ सबै पूजिन्छन् अरे, अर्थात् यो व्रतमा भगवानको पूजा गर्दा। त्यसकारण हरसम्भव प्रयत्न गरेर पनि कामिका एकादशीको दिन पापदेखि डराउने मनुष्यहरूले शक्ति अनुसार हरि भगवानको पूजा गर्नु पर्दछ। जो जन संसार रूपी समुद्रमा डुबेका छन्, पाप रूपी हिलाको भासमा भासिएर आकुल छन्, त्यस्ता तिनीहरूले उद्धारका लागि कामिकाको व्रत अवश्य गर्नु पर्दछ। र त्यति मात्रै होइन, के भन्नुहुन्छ? नातः परतरा काचित पवित्र पापहारिणी। जो यो भन्दा अति पवित्र र सारा पापलाई सखा पारिदिने व्रत पूजा नै छैन। हे नारद, तिमीले जानिहाल्यौ यो कुरा त मैले भनेको होइन, स्वयं भगवान हरिले भन्नुभएको। किन? भगवानले आफ्ना जनको कल्याण, वैष्णव जनको कल्याण, भक्तहरूको कल्याण, सारा जगतका मनुष्यहरूको कल्याणका लागि भनेर आफ्नो शरीरबाट एकादशीलाई प्रकट गराउनु भएको हो नि त। हामीले सुनेका छौँ नि त यो कुरा। त्यही भएर यो भगवानकै वचन हो। अध्यात्म विद्या जान्न लागि परेका मनुष्यहरूले जो पुण्य फल पाउँदछन् त्यो भन्दा पनि धेरै पुण्य फल कामिका एकादशीको व्रत गर्नाले मिल्दछ। अध्यात्म विद्यालाई जान्नु। अध्यात्म विद्या के हो? ब्रह्म विद्या के हो भन्दा वेदादि शास्त्र जो विद्याद्वारा परमात्माका प्राप्तिका लागि लाग्दछन्, जुन विद्याले लगाउँदछ हामीहरूलाई, ब्रह्म विद्या हो त्यो। त्यो सबै विद्या पाउनका लागि लागेका जनहरूले जो फल पाउँदछन् त्यो त एकादशीको व्रत गर्नाले पनि सामान्य जनले पनि पाउन सक्दछन्। र त्यस्तै गरेर रात्रौ जागरण कुर्या कामिका व्रत कृन्नरः। कामिकाको व्रत गरेर रातभरि जागरण गर्यो भनेदेखि त यमराजलाई देख्नु पर्दैन, नरकको दुःख बिहोर्नु पर्दैन भन्नुहुन्छ। त्यस्तै नपश्यति कुयोनिं च कामिका व्रत सेवनात् कामिकाया व्रतेनैव कैवल्यं योगिनो गताः। कामिकाको व्रत बस्नाले अधम जुनीमा जानु पर्दैन। कामिकाको व्रत गर्नाले कैयन योगीहरू कैवल्य धामलाई प्राप्त गर्नुभएको छ। त्यही हुनाले ऋषिमुनिहरू पनि कामिकाको व्रत गर्नुहुन्छ। सर्वैः सर्व प्रयत्नेन कर्तव्या नियतात्मभिः। सम्पूर्ण प्रयत्नद्वारा संयमी व्यक्तिहरूले कामिकाको व्रत त गर्नु पर्दछ। यस एकादशीमा तुलसीका पातहरूले जो मनुष्य हरिको पूजा गर्दछ, हेर्नु यो कुरा याद गरिरहनु। भगवान सालग्रामको सेवा, रामको सेवा, कृष्णको सेवा, भागवतजीको सेवा, सकभर उहाँका सेवामा तुलसी अनिवार्य हुनुपर्छ। र भगवानलाई जस्तो सुकै परिस्थितिमा पनि सकभर तुलसीदेखि अलग नगर्नुहोस्। तुलसीका मन्जरीदेखि हाम्रा आचार्यहरू त भन्नुहुन्छ शयन कालमा पनि भगवानलाई तुलसीदेखि अलग नगरेको अत्यन्त उत्तम नै हो। तुलसीले युक्त नै हुनुपर्दछ भगवान सधैँभरि। त्यो कुनै पापले उनलाई छुन सक्दैन भन्नुहुन्छ। एक भार सुवर्ण या 4 भारी चाँदी दान गर्नाले जो फल प्राप्त हुन्छ त्यस दिन तुलसी पत्र भगवानलाई अर्पण गर्नाले नै प्राप्त हुन्छ भन्नुहुन्छ। त्यस दिन तुलसी पत्रले पूजा गर्दा भगवान विष्णु जस्तो प्रसन्न हुनुहुन्छ त्यस्तो प्रसन्नता रत्न मोती वैदुर्य मणि अनि मुगा आदिले पनि प्रसन्न हुनुहुन्न सज्जनहरू। र त्यस दिन जुन जनले तुलसीका मन्जरीहरूले केशव भगवानको पूजा गर्दछन् त्यसले जन्मदेखि गरेको पापका
घुरान सबै बढार्दछ, अर्थात् सम्पूर्ण पाप बढारेर लिएर जान्छ। जसको दर्शनले समस्त पाप समूह शान्त हुन्छन्, जसलाई छुनाले शरीर पवित्र हुन्छ, जसलाई ढोग्नाले सारा रोगहरू नासिन्छन्, जसको जल मस्तकमा सेचन गर्यो भने यमराज पनि डराउँछन्, जसको पत्र शिरमा चढायो भने भगवान कृष्णको अत्यन्तै नजिकै बस्न पाइने गराउँछिन्, भगवानका चरण कमलमा चढायो भने मुक्ति दिलाउँछिन्, त्यस्तो तुलसीलाई नमस्कार छ। कस्तो राम्रो पङ्क्ति यहाँ उद्धृत गर्नुभएको छ। या दृष्टा निखिलाघ सङ्घ शमनी स्पृष्टा वपुः पावनी रोगाणाम् अभिवन्दिता निरसनी सिक्तान्तकत्रासिनी प्रत्यासन्न विधायिनी भगवत कृष्णस्य सारोपिता न्यस्ता तत्चरणे विमुक्तिफलदा तस्यै तुलस्यै नमः। त्यस्तो तुलसीलाई नमन गर्नुभएको छ। जुन हरिको दिन, त्यो कामिका एकादशीका दिन दिनरातभरि तिलको तेलमा बत्ती बाल्दछ, त्यसको पुण्यको लेखा लगाउन त स्वयं चित्रगुप्त पनि जान्नुहुन्न, सक्नुहुन्न। जो जन कामिका एकादशीको दिनमा भगवान कृष्णका सामु दीपदान गर्दछन् अथवा झलल बत्ती बाल्दछन्, पितृहरू अमृत पिउन पाउँदछन्। अरे पितृहरूले त्यस्तो गर्दा कामिका एकादशीको दिन अहोरात्र घिउमा अथवा तिलका तेलमा जो बत्ती बालिराख्दछ, त्यो जन मरेपछि सयकौँ करोडौँ त्यस्ता बत्तीले युक्त भएर सूर्यलोकमा जान्छ। मैले कामिका एकादशीको यस्तो यो महिमा तिम्रो सामु कहेँ अर्थात् सुनाए, यसकारण सारा पापहरूलाई हर्ने यो एकादशीको व्रत त सबैले गर्नै पर्दछ। ब्रह्म हत्याको पाप, गर्भ हत्याको पापलाई पनि यसले नाश गर्न सक्दछन्। यद्यपि यसको प्रायश्चित एकदम कठिन छ यी हत्याहरूको, तर तै पनि यसले नाश गर्न सक्दछन् भनेर भनिएको छ। श्रुतम महात्म्यमेतस्या नरैः श्रद्धा समन्वितैः विष्णुलोकमवाप्नोति सर्वपापैः प्रमुच्यते। जो जन यस एकादशीको महात्म्य सुन्दछ मात्रै भने पनि पापहरूबाट छुट्दछ र भगवानको लोकलाई प्राप्त गर्दछ भनेर यसरी भविष्योत्तर पुराणबाट लिएको श्रीकृष्णार्जुनको संवाद अन्तर्गत श्रावण महिनाको कृष्ण पक्षको एकादशी कामिका एकादशीको यो कथालाई कृष्णार्पण।